हेलो नमस्ते वेलकम टु माई अनदर भिडियो। आई होप तपाईहरू सबैजना आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। म चाहिँ युएमा अवस्थित आबुधाबी सिटीबाट। आज चाहिँ मौसम शीतल भएको कारणले गर्दा हामी बुढाबुढी कहीँ घुम्न जाने प्लान बनायौं। सो हामी दुईजना आज मौसम शीतल भएको कारणले गर्दा न्यू इयर पनि थियो, घरमा बस्दा बस्दा बोरिङ। सो हामी चाहिँ निस्कियौं बाहिर घुम्नको लागि। हामी चाहिँ जाँदैछौँ मन्नार पार्क। ह्याप्पी न्यू इयर। आज चाहिँ न्यू इयर पनि थियो। सो हामी चाहिँ दुईजना मन्नार पार्क घुम्न जाने प्लान बनायौं। यसैले हामी जाँदैछौँ। हामी चाहिँ बिस्तारै साइड भिजिट गर्दै बुढाबुढी चाहिँ रमाइलो गर्दै गर्दै गयौं। अनि हामी चाहिँ अब पुग्न आँटेका छौँ मन्नार आबुधाबी, जहाँ तपाईँ देख्न सक्नुहुन्छ लाइटिङ झिलिमिली। Okay, thank you. सो हामी चाहिँ अब पुग्न आँटेका छौँ। यो चाहिँ थियो मन्नार आबुधाबी पार्कको एन्ट्रान्स। यहाँदेखि चाहिँ तपाईँ देख्न सक्नुहुनेछ ती रमाइलो देखिएको छ। साँझ परेको भएर लाइट सँगसँगै साँझ पनि भएको भएर कस्तो राम्रो रमाइलो देखिएको थियो। हामी चाहिँ भिडको बिचमा रुमाल लिएको जस्तो हुँदै हुँदै हामी चाहिँ पुग्यौं। यहाँ चाहिँ एउटा गाडी पनि थिएन जहाँ हामीले गाडी राखेका थियौं। गाडी राखेर बाहिर निस्केको आइएम सक। त्यहाँ त कति धेरै गाडी हाम्रो पछाडि त अलरेडी पार्किङ भइसकेको, लाइक मिराकल। ओ माय गॉड। अनि तपाईँ चाहिँ जति नै गर्मी भए पनि युएमा चाहिँ चाय पिन चाहिँ कसैले छोड्दैन। सो हामी पनि चाय पिउँदै पिउँदै गयौं। अनि हामी चाहिँ यहाँ क्यूमा बस्नुपर्ने हुन्छ। एकदमै मान्छेको भिड थियो। सो हामी चाहिँ क्यूमा थियौं। क्यूमा बस्दा 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 हाम्रो पनि पालो आयो। फ्री इन्ट्रान्स रहेछ, तपाईँ आएर फ्रीमा भिजिट गरेर जान सक्नुहुनेछ। Happy New Year. Happy New Year. Strollers on that side, please. एकदमै फ्री इन्ट्रान्स भएको कारणले गर्दा होला एकदमै भिड थियो, जाडो पनि थियो। पानी हैछ, पानी छ है। तिमी कता छौ? हराउला है हराउला। यो भित्रको धुवा जस्तोले गर्दा चाहिँ हामी एकअर्कालाई देख्न नै सकिरहेको थिएन। पानी है? किन कस्तो गरेको होला? त्यहाँ ससै थुन्ने मेरो त। सबै हामीलाई पानी जस्तै आज हामी एकदमै उज्यालो लाइटको पार्क भएको ठाउँमा घुम्न आएका छौँ। यहाँ आउने बित्तिकै रङ्गी बिरङ्गी लाइटहरूको उज्यालोले गर्दा हाम्रो मनै उज्यालो भयो। जहाँको रमाइलो रङ्गी बिरङ्गी लाइटहरूले गर्दा हाम्रो मन नै खुसी र उमङ्ग भएको थियो। चारैतिर लाइटको झिलिमिली सुन्दर सजावटहरू थिए। यही लाइटहरूको झिलिमिलीसँगै हामी बुढाबुढी रमाउँदै गर्दा महिनौदेखिको थकान मेटिएको जस्तो अनुभूति भयो। मेरो बुढो चाहिँ बालुवा खेलाउँदै इन्जोय गर्दैछ। यही लाइटहरूसँगै खेल्दै रमाउँदै हामी धेरै बेर यही पार्कमा टाइम स्पेन्ड गर्यौँ। एकछिन जानु पाउँछ के एकछिन यसो खालठाउँमा भनेको
म यही लाइटहरूको झिलिमिलीसँगै रुममा लिँदै मैले बुढोलाई छोडेर पर पुगिसकेको छु। हेलो सोना मित्र जाओ तो सोता जाओ जाओ सोना जाओ यो लाइटिङको डिस्प्ले तपाईँ टच गरेर पनि इन्जोय गर्न सक्नुहुन्छ। म यो डिस्प्ले टच गर्दै इन्जोय गर्दैछु। छेका न छेका रोक जान नदेऊ आज हामी बुढाबुढीले धेरै नै इन्जोय गऱ्यौँ। तपाईँहरू पनि मनार पार्क आएर हामीले जसरी नै इन्जोय गर्न सक्नुहुन्छ। हामी चाहिँ फर्किँदैछौँ। आबुधाबी सिटी कति रमणीय, कति राम्रो लाइटहरूको कारणले गर्दाखेरि कस्तो रमाइलो देखिएको थियो। ब्युटिफुल क्यामेरा गर बादल सरे। थ्याङ्क यू फर वाचिङ माई भिडियो। फेरि भेटौँ ल अर्को भिडियोमा।